परिपूर्ण परमेश्वर, कौरवहरूको बीचमा विराजमान हुने परमेश्वर, ओ तपाईँ आश्चर्य कर्म गर्ने परमेश्वर, ओ तपाईँ महान, तपाईँ महान। म जय जय गाउँछु, ख्रिस्टको जय गाउँछु, आराधना गर्दै म नजिक आउँछु, तपाईको नाउँको म गुणगान गर्छु। म जय जय गर्छु, सबै भनौँ न, ख्रिस्टको जय गाउँछु, आराधना गर्दै म नजिक आउँछु, प्रशंसा गर्दै म दण्डवत गर्छु, आराधना गर्छु। भन्नु सबैले, आराधना गर्छु जिउँदो येशू, आराधना गर्छु येशूलाई, आराधना गर्छु जिउँदो येशू। हाम्रो हातहरूलाई स्वर्गतिर उचाल्ने समयमा भनौँ न, येशू तपाईँको म आराधना गर्छु, जो तपाईँ महान हुनुहुन्छ, जो तपाईँ असल कामहरू गर्नुहुन्छ मेरो जीवनमा। हे परमेश्वर, म तपाईँको आराधना गर्छु, तपाईँ परमेश्वरको आराधना गर्छु, जसले मेरो निम्ति हरेक दिन असल योजनाहरू रच्नुहुन्छ। ओ येशूको नाम, येशूको नाम, येशूको नामको महिमा, हो उहाँको नामको प्रशंसा हो। होसाना गाउँदै ख्रिस्टको महिमा गर्छु, हृदयको भेटीले तपाईँलाई पुज्छु, तपाईँको नाउँको म गुणगान गर्छु। भन्नु सबैले, म होसाना होसाना गाउँदै ख्रिस्टको महिमा गर्छु, हृदयको भेटीले तपाईँलाई पुज्छु, तपाईँको नाउँको म गुणगान गर्छु, आराधना आराधना गर्छु। सबैले बोल्नु न, आराधना गर्छु
के गुणगान हालेलुया सबैजना हालेलुया यसुलाई हालेलुया 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 ईश्वरको तिर उचाल्नु पऱ्यो यसमा हाम्रो आँखाहरू बन्द गरौँ हुनसक्छ हाम्रो दिमागलाई हाम्रो हलचलहरूलाई चाहिँ एकछिन शान्त राखौँ म चाहन्छु इभन मिडिया टिम सबैजना हामी परमेश्वरको उपस्थितिमा छौँ अहिले यो जान्न जरुरी छ आजको साँझ हामी परमेश्वरलाई आराधना गर्दै गर्दा हामीले आराधना गरेको परमेश्वर कस्तो हुनुहुन्छ कति महान हुनुहुन्छ उहाँले केसम्म गर्न सक्नुहुन्छ यो कुराहरूलाई जान्न जरुरी छ प्रियहरू र हामी जानेर मात्र स्तब्ध हुने हामी रोकिने खालको व्यक्तिहरू हुनु भएन तर हाम्रो परमेश्वर जति महान हुनुहुन्छ उहाँले जति डिजर्भ गर्नुहुन्छ जति उहाँ योग्य हुनुहुन्छ त्यो योग्यता अनुसारको आराधना हामी परमेश्वरलाई एकछिन दियौँ हामी स्वरहरूलाई उचालेर चिच्याउनु मात्र पर्छ भन्न खोजेको होइन प्रियहरू तपाईँ हृदयमा शान्त हुँदै गर्दा तपाईँ आफ्नो बोलीहरूलाई स्टप गर्दै गर्दा पनि आफ्नो हृदयले परमेश्वरलाई आराधना गर्नुहोस् भन्नुहोस् परमेश्वरलाई कि तपाईँ साँच्चीकै महान हुनुहुन्छ तपाईँको वचनले भन्दछ पवित्र धर्मशास्त्र बाइबलले भन्दछ परमेश्वर तपाईँको जीवित वचनले भन्दछ तपाईँ महान हुनुहुन्छ तपाईँले दरिद्रहरूलाई गरिबहरूलाई घुरानबाट माथि उठाउनुहुन्छ तपाईँ महान भइकन परमेश्वर आफूलाई नम्र बनाउनु भयो तपाईँको पुत्र यीशु ख्रीष्ट हामीहरूको निम्ति यस पृथ्वीमा पठाउनु भयो हामीहरूको अधर्मको लागि हामीहरूको पापको निम्ति त्यस क्रुसमा कल्वरीको क्रुसमा टाँगिन दिनुभयो अनि तपाईँसँगको सम्बन्धमा हामीहरूलाई मिलाउनको निम्ति त्यो बलिदानलाई प्रभु तपाईँले स्वीकार गर्नुभयो हे परमेश्वर म तपाईँलाई धन्यको भन्दछु तपाईँले हामीलाई मित्र भनी बोलाउनु भयो तपाईँले हामीलाई आफ्नो डिसेन्डेन्ट्सहरू भनिकन बोलाउनु भयो तपाईँको उत्तराधिकारीहरू भनेर हामीलाई बोलाउनु भयो परमेश्वर तपाईँ जतिको योग्य हुनुहुन्छ महान परमेश्वर त्यो योग्यता अनुसारको आराधना म गर्दैछु परम प्रभु आज मेरो हृदयले मेरो शब्दहरूले अझ एकछिन हाम्रो हातहरूलाई माथि उचालौँ प्रियहरू हामी एक मनको भएर परमेश्वरलाई आराधना गरौँ यस समयमा भनौँ परमेश्वरलाई हे परमेश्वर म कन्जुसै नगरिकन परमेश्वर तपाईँलाई आराधना गर्छु यस समयमा स्वर्गमा तपाईं
पृथ्वीमा मैले चाहेको तपाईँ मात्र हो। तपाईँलाई छाडी कसलाई पुजु, कसको सेवा गरौँ। तपाईँ मेरो परमेश्वर। तपाईँलाई छाडी कसलाई भजु, कसको उपासना गरौँ। तपाईँ मेरो ठुलो इनाम। तपाईँलाई छाडी कसलाई भजु, कसको उपासना गरौँ। तपाईँ मेरो ठुलो इनाम। महिमा यसलाई। धन्यवाद येशू, तपाईँलाई आराधना गर्न पाएका छौँ, तपाईँको नाउँलाई उचाल्न पाएका छौँ। हामीहरूलाई यो योग्य ठहराउनु भयो येशू, तपाईँको बलिदानले गर्दा हामी तपाईँलाई धन्यको भन्दछौँ। तपाईँ हाम्रो ठुलो इनाम, तपाईँ हाम्रो परमेश्वर, तपाईँ हाम्रो सबै थोकको स्रोत। धन्य होस् प्रभु तपाईँको नाम। महिमा यसलाई, महिमा यसलाई। आराधना भक्ति तपाईँलाई होस् येशू। सुनिग्रहण गर्नुहोस् येशू ख्रीष्टको सामर्थ्य नाममा सबै भनिन्छौँ आमेन।
भर्जनमा होइन तर एनकेजेभीमा भर्जन छ भने त्यसलाई डिस्प्ले गरिदिनुहोस्, किनभने मैले भन्नु खोजेको कुरा यहाँ एनआइभी भर्जनमा छैन पनि। सो त्यसले गर्दाखेरि त्यसको ओरिजिनल भर्जनमै म पढ्नु पर्यो। रोमीको किताब 8 अध्यायको 1 पद। सो मलाई इङ्ग्लिसमा पढ्नु पर्यो किनभने हाम्रो नेपाली बाइबलमा यो राम्रोसँगले लेखेको छैन। 1 र 2 पदलाई म पढ्दैछु। There is therefore no condemnation to those who are in Christ Jesus, who do not walk according to the flesh, but according to the Spirit. आउनुहोस् हामीहरू प्रार्थना गरौँ। प्रभु, यो तपाईँको वचन हो, तपाईँको वचन चाहिँ सत्य छ, तपाईँको वचन चाहिँ जिउँदो छ, तपाईँको वचन चाहिँ क्रियाशील छ, तपाईँको वचन चाहिँ त्यत्तिकै तपाईँ कहाँ फर्केर आउँदैन, तर जुन कामको लागि तपाईँले पठाउनुहुन्छ प्रिय पवित्र आत्मा, त्यो वचनले चाहिँ त्यो काम गर्छै गर्छ। आज यति बेला तपाईँको वचनलाई सुन्दै गर्दाखेरि हामीसँग तपाईँको कुरा बोल्नु भएको हामी सुन्न सकौँ। प्रभु, तपाईँको वचन अनुसार त्यो मान्छे चाहिँ सुखी हुन्छ जसले चाहिँ तपाईँको वचनमा ध्यान दिन्छ। आज यो वचनमा ध्यान दिँदै गर्दाखेरि जीवनमा जुन दुःखसँग हामीहरूले प्रभु सङ्घर्ष गर्दैछौँ त्यो ठाउँदेखि तपाईँले त्यो व्यक्तिलाई सुखमा ल्याउनुहुन्छ। धन्यवाद पवित्र आत्मा। म प्रार्थना गर्छु यो कुरा चाहिँ उसको हरेकको जीवनमा अब बढोस् र तपाईँलाई महिमा होस्, येशू ख्रीष्टको नाममा, आमेन। ओके, सो यहाँ यसरी भन्दैछ यो वचनले, अब प्रभु यीशु ख्रीष्टमा उनीहरूलाई कुनै किसिमको दण्डको आज्ञा छैन। देयर इज नो कन्डेमिनेसन। के चाहिँ थियो यो दण्डको आज्ञा चाहिँ? के चाहिँ थियो कन्डेमिनेसन चाहिँ? हामीले कोही कोही बेला परमेश्वरको वचनलाई पढ्छौँ तर पढ्दै गर्दाखेरि के चाहिँ हो कन्डेमिनेसन, दोष चाहिँ के हो, दण्डको आज्ञा चाहिँ के हो त भन्ने कुरालाई हामीले विचार गर्दैनौँ। सो आज तपाईँलाई म दण्डको आज्ञा के हो त्यो भन्न चाहन्छु। आज यो युवाहरूको सङ्गतिमा हामी सङ्घर्ष गर्दैछौँ सबैजना। यो ठाउँमा आउने जतिजना पनि छ हरेकको जीवनमा सङ्घर्ष छ। हामी हाँसिरहेको बाहिरबाट हामी खुसी हुन्छौँ यस्तो सङ्गतिमा आउँदै गर्दाखेरि, तर हामी सबैजनाको आफ्नो आफ्नो सङ्घर्षको कथाहरू छ, घटनाहरू छ हाम्रो जीवनमा। अनि त्यो सङ्घर्ष हामी कसैलाई पनि भन्न सक्दैनौँ। सबैको मनको दुःख बाइबलले भन्छ मनले बाहेकहरू कसले जान्न सक्छ र कसैले पनि जान्न सक्दैन। तर एउटा कुरा चाहिँ यो हो कि हामी त्यो ठाउँमा बस्नु पर्दैन। वास्तवमा हामी त्यसको लागि बन्नेकै होइनौँ। तपाईँ र म त्यो सङ्घर्षको ठाउँमा, त्यो दुःखको ठाउँमा यस्तै हो जिन्दगी भनेर बस्ने ठाउँ, यसको लागि चाहिँ प्रभुले हामीलाई पक्कै नै सृष्टि गर्नुभएको होइन। प्रभुले हामीलाई सृष्टि गर्नुको पछाडि एउटा उद्देश्य छ, अनि त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ राज्य गर्नु, अधिकार गर्नु, सबै कुरालाई जित्दै आफ्नो वशमा पार्ने उद्देश्यमा हामी सृष्टि भएका हौँ। त कहाँ के भयो भन्ने कुरालाई म तपाईँहरूलाई बताउन चाहन्छु। सो यो बुझ्नको लागि तपाईँले मसँग उत्पत्तिको किताब 3 अध्यायलाई खोल्नुहोस्। सो आज यो कुरालाई ध्यान दिएर बुझ्यौ भने चाहिँ नि एउटा शिफ्टिङ आउँछ। हामी सुन्छौँ नि कोही कोही बेला ओ ठुलो परिवर्तन आउँदैछ, ठुलो चेन्ज आउँदैछ, ओ ठुलो सिजन आउँदैछ, हामी पनि खुसी भएर या भन्छौँ है, हामी उफ्रिन्छौँ पनि। तर भरे बाई द एन्ड अफ द डे हाम्रो लाइफमा के पनि चेन्ज आएको हुँदैन। चेन्ज चाहिँ त्यो सुन्दै गर्दाखेरि मात्रै आएको जस्तो लाग्छ। तर परमेश्वरको वचन चाहिँ कहिले पनि व्यर्थ जान्दैन। परमेश्वरको वचनले चाहिँ भ्याल्युलाई बोकेको छ। त्यो वचनले आज तपाईँले बुझ्नुभयो भने यो वचनले तपाईँको जीवनमा काम गर्छै गर्छ। आज यो वचनलाई तपाईँले समात्नुभयो भने तपाईँको लाइफ चेन्ज हुन्छै हुन्छ, सिफ्टिङ आउँछै आउँछ। तर बुझ्नु भएन भने के हुन्छ, फेरि नेक्स्ट टाइम तपाईँ त्यो कुरा बुझ्नु डिले हुन्छ। यो भित्रमा कतिजना बुझेर अगाडि बढ्छ, कतिजना फेरि अब जहीँको त्यही नै हुन्छ है। त यसरी लेखेको छ उत्पत्तिको किताब 3 अध्यायमा, जब आदम र हवालाई, अब हामी जे कुरा बुझ्नुको लागि पनि पहिला सुरुमै जानु पर्यो। जब उनीहरूले पाप गर्यो, परमेश्वरले नगर भनेको कुरा उनीहरूले गर्ने बित्तिकै उनीहरूको जीवनमा एउटा दण्ड आयो। अनि त्यो दण्ड चाहिँ कहाँ छ भन्दाखेरि चाहिँ आदमलाई दिएको दण्ड लाई म हेर्न चाहन्छु। हवालाई देखि हामी स्टार्ट गरौँ, भर्स 16 देखि 3 को 16 देखि।
प्रभुले दण्ड के दिनुभयो स्त्रीलाई भन्दाखेरि स्त्रीलाई उहाँले भन्नुभयो तेरो सुत्केरी वेदना म ज्यादै गरी बढाइदिनेछु, दुःखसँग तैँले बालक जन्माउनेछस्, तेरो इच्छा पतितर्फ नै हुनेछ र त्यसले तँलाई अधीनमा राख्नेछ। यो एउटा दण्डको आज्ञा थियो। तेरो सुत्केरी वेदना बढेर जान्छ, तँ अधीनतामा आउनुपर्छ भन्ने कुरालाई। अधीनता नराम्रो होइन, अधीनताले हाम्रो जीवनमा धार्मिकताको फललाई फलाउँछ, तर त्यो खालको अधीनताको कुरा गरेको थिएन। तर भए पनि यो दण्डको आज्ञा थियो। सो तपाईँहरू यसमा कन्फ्युज नहुनुहोस्, अब दण्डको आज्ञा छैन भने हामी कसैको अधीनमा बस्नु पर्दैन, हामीलाई कोही चाहिँदैन, होइन, त्यो रङ हो। हामीलाई अधीनता चाहिन्छ, हामीलाई अनुशासन चाहिन्छ, किनभने अनुशासन छैन भने चाहिँ मान्छेको जीवनमा नि धार्मिकताको फल फल्दैन। अल्टिमेटली नि हामी जब एक दिन हाम्रो जीवन सकिन्छ या हामीलाई लिनु प्रभु आउनुहुन्छ, कुनै पनि हिसाबले हामी यो पृथ्वीको समय हाम्रो सकिन्छ। त्यो इटर्निटी चाहिँ नि तपाईँको फ्रुट कत्रो छ, त्यो फ्रुट अनुसार मात्रै तपाईँले इटर्निटीलाई रेन गर्न सक्नुहुन्छ। रोमीको किताब 3 अध्यायले भन्छ कि हामी चाहिँ इटर्निटीमा पस्दै गर्दाखेरि चाहिँ अल्टिमेटली हाम्रो फ्रुटको गणना हुन्छ। 6 अध्यायको 25-26 पदलाई पढ्यो भने त्यहाँ त्यसरी लेखेको छ है। त त्यसले गर्दाखेरि हामीलाई अनुशासन चाहिन्छ। यो एउटा अनुशासन हो। तपाईँ आज यो सङ्गतिमा आउनु भएको छ है, कतिजना सायद पहिलोपल्ट आउनु भएको होला, केही पनि बुझ्नुहुन्न। कतिजना थुप्रोपल्ट आउनु भएको, थुप्रै बुझ्नुहुन्छ होला। तर हामी के हुन्छ, म केही बुझ्दिनँ, म जान्दिनँ भन्छ, अर्कोले भन्छ म थुप्रै बुझ्छु, म जान्दिनँ। अनि त्यो बिचको केही बुझ्ने नबुझ्ने त्यो बिचको मान्छेहरू मात्रै रहन्छ। त्यो पनि एक दिन सर्कल घुम्दै जाँदाखेरि हराउँदै जान्छ। तर नि यो एउटा अनुशासन हो। धार्मिकताको फल हाम्रो जीवनमा फल्नु हो भने चाहिँ हामीलाई अनुशासनको आवश्यकता छ। सो त्यस कारणले गर्दाखेरि तपाईँ जब सङ्गतिमा आउनुहुन्छ त्यो पनि एउटा अनुशासन हो, अनुशासन हो। एनिवेज यहाँ मैले अधीनताको दण्ड भन्दाखेरि चाहिँ कोही कोही बेला अधीनता त दण्ड पो रहेछ त भनिकन हामी बुझ्छौँ। सो मैले त्यसलाई डिफ्रेन्सिएट मात्रै गरेको हो, त्यसको अन्तरलाई मात्रै मैले तपाईँहरूलाई बुझाउने कोसिस गरेको हो। सो अनुशासनको भिन्दै विषय छ, त्यो हामी जोसुवामा सिक्नेछौँ। तर यहाँ के भन्दैछ भन्दाखेरि चाहिँ प्रभुले भन्नुभयो, स्त्रीलाई भन्नुभयो र तैँले चाहिँ दुःखसँग बालक जन्माउँछस् अनि तेरो इच्छा पतितर्फ नै हुन्छ। सो अब यसले हामीलाई 2-3 अर्थ बताउँछ। त्योभन्दा अगाडि पनि दुःख नगरिकन बालक जन्माइरहेकै थिएछ भन्ने कुराहरूलाई हामी बुझ्छौँ है त। एनिवेज अब त्यो डिबेटमा पनि म जान चाहदिनँ। तर अब भर्स 17 हेर्नुहोस्, 17 पदमा भन्दैछ, त्यसपछि आदमलाई उहाँले भन्नुभयो तेरो पत्नीको कुरा सुनेर मैले नखानु भनेको रुखको फल खाएको हुनाले आदमलाई चाहिँ नखा भनेको थियो, उसको पत्नीले चाहिँ खा भन्यो। उसले मान्छेको कुरालाई सुनेको कारणले परमेश्वरको कुरालाई इन्कार गर्यो। अनि त्यस कारणले गर्दाखेरि के भयो, भूमि तेरो कारण श्रापित भएको छ। सो त्यो भूमि जुन भूमिबाट आदम बनिएको थियो, आदमको कारणले गर्दाखेरि सम्पूर्ण भूमिमा नै श्राप आयो। जुन पृथ्वीको माटोबाट ऊ बनिएको थियो त्यो माटोमाथि नै श्राप आयो। आदम भन्ने शब्दलाई तपाईँले हिब्रू भाषामा हेर्नु भने त्यसलाई आदमा भन्छ। आदमा भनेको चाहिँ रेड सोयल भनेको, माटो भनेको। जुन भूमिबाट तँ बनिएको छस् त्यो भूमि नै तेरो कारणले गर्दाखेरि श्रापित भएको छ। तेरो जीवनभरि दुःखसँग तैँले त्यसको उब्जनी खानेछस्। अब दण्डको आज्ञा सुन्नुहोस् है। नम्बर 1 प्रभुले भन्नुभयो भूमि तेरो कारणले गर्दाखेरि के भएको छ, श्रापित भएको छ। नम्बर 2 यो भूमिको उब्जनी चाहिँ दुःखसँगले खान्छौँ हामीले। अब यहाँ चाहिँ मैले भन्नु खोजेको कुरा चाहिँ आज यहाँ छ। चाहे तपाईँ अस्ट्रेलियामा हुनुहोस्, चाहे नेपालमा हुनुहोस्, या देशको कुनै संसारको कुनै पनि भागमा हुनुहोस्, मान्छेलाई रोटी खानु भन्दा निकै च्यालेन्ज नै हुन्छ, च्यालेन्ज नै हुन्छ। हामी बिहान उठेकोदेखि बेलुका नसुतिन्जेलसम्म हाम्रो एउटा दौड छ है। त्यो रोटी खानुको लागि हामी दौडेको छौँ। अनि हामीलाई कोही कोही बेला जिन्दगी चाहिँ कस्तो लाग्छ भन्दाखेरि चाहिँ म चाहिँ खानुको लागि बनिएको हो कि
किसको लागि बनिएको हो भने जस्तै हुन्छ। हामीलाई त्यो प्रश्न सोध्यो भने, हामीलाई कसैले यो प्रश्न सोध्यो तपाईँ खानुको लागि बाँचेको हो भनेर कसैले हामीलाई प्रश्न सोध्यो भने हामी रिसाउँछौँ, हो कि होइन भन्नुहोस् त? तिमी खानुको लागि, तपाईँहरू खानुको लागि बाँच्नु भएको हो? यहाँ को हुनुहुन्छ खानुको लागि बाँच्नेहरू? कोही छ? छैन नि है। तर हामी बाँच्नुको लागि त खान्छौँ नि फेरि है। तर नि यो एउटा यस्तो थिन लाइन छ कि हामीलाई थाहै छैन बाँच्नुको लागि खाएको हो कि खानुको लागि बाँचेको हो, त्यो चाहिँ हामीलाई थाहै छैन हामीलाई। सो प्रभुले के भन्नुभयो? तैँले दुःखसँगले रोटी खान्छस्, दुःखसँग, सुखसँगले खान्छस् भन्नु भएन, रोटी खानु गलत हो भन्नु भएन। तर प्रभुले के भन्नुभयो? तैँले दुःखसँग रोटी खानेछस् भनिकन प्रभुले भन्नुभयो। अनि पृथ्वीले चाहिँ तेरो लागि के उमार्छ? काँडा र सिउडीहरू उमार्छ। यस्तो दुःख गर्दैछ, तर भए पनि भूमिले चाहिँ के उमार्छ अरे? काँडा र सिउडी। अब काँडा र सिउडी थर्न्स एन्ड थिसल्स भनेको छ नि होइन? त्यसले चाहिँ के, त्यसको के भ्याल्यु छ? के पनि छैन नि, केही पनि भ्याल्यु छैन। तर हाम्रो लाइफमा त्यस्तै हुन्छ। तपाईँले परिश्रम गर्नुहुन्छ, मेहनत गर्नुहुन्छ, बाई द एन्ड अफ द डे, बाई द एन्ड अफ द इयर आफैलाई यसो हेर्दाखेरि अरे मैले त केही पनि कमाइन रहेछु। त्यो कमाउने सङ्घर्षमा अब आज यहाँ जतिजना तपाईँ यहाँ हुनुहुन्छ, हामी कमाउने ठाउँमा छौँ नि त, या हामी अध्ययन गर्ने, पढाइ गर्ने ठाउँमा छौँ। तर भए पनि त्यसको मूल अर्थ चाहिँ के छ? त्यसको मूल भ्याल्यु चाहिँ हामी कमाउनै आएको, कमाउनै पर्ने छ, सबैको एउटा दौड छ। तर यसको बिचमा कति काँडाहरू उम्रिरहेको छ। हामी मान्छेसँग नराम्रो हुन्छौँ, हाम्रो सम्बन्धहरू भत्किन्छ, कतिपल्ट मान्छेले काम गर्ने ठाउँमा झुट बोल्नु पर्ने हुन्छ, त्यहाँदेखि कम्प्रोमाइज गरी पठाउँछ, त्यहाँदेखि के हुन्छ, त्यहाँदेखि त्यही काम गर्ने ठाउँमा नराम्रो कुराहरू सिक्छ, नराम्रो सम्बन्धहरूमा फस्छ, व्यापारमा बेविचारमा गिर्छ, त्यहाँदेखि त्यहाँ हत्या हुन्छ, के हुन्छ। त्यो चाहिँ के हो? त्यसबाट आएको काँडा र सिउडीहरू हो। सुन्नुहोस्, यो चाहिँ नि आदमले पाएको दण्डको एउटा हिस्सा थियो। प्रभुले के भन्नुभयो? तैँले चाहिँ के गर्छस् भन्दाखेरि चाहिँ भूमिले चाहिँ तेरो निम्ति काँडा र सिउडीहरू उमार्नेछ र तैँले खेतको सागपात खानेछस्। माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैँले खानेछस्। सो प्रभुले के भन्नुहुँदैछ? माटोमा नफर्किन्जेलसम्म चाहिँ तेरो निधारको पसिनाले कमाएको खाना चाहिँ तैँले के गर्छस्? खान्छस्। है। सो मान्छे आज त्यही दौडमा छ, जहाँ पनि हो एउटै हो दौड। खालि देश अलिकति फरक हो, भेष अलिकति फरक हो, ठाउँ अलिकति सफा र मैलाको कुरा हुनु चाहिँ एउटै हो कुरा। जे गऱ्यो भने पनि हामीले पैसा कमाउँछौँ, पैसा कमाएर त्यहाँदेखि अब बिहा गर्नुपर्छ भन्छ गर्छौँ, घर बनाउनु पर्छ भने गर्छौँ, त्यहाँदेखि घरको लोन तिर्नुपर्ने फेरि अर्को हुन्छ दौड। त्यो तिर्दा के हुन्छ? उमेर नै सकिन्छ। तपाईँलाई थाहा नभइकन एउटा धर्का, दुईवटा धर्का, तिनवटा धर्का, त्यहाँदेखि यसलाई मेटाउनेपट्टि पनि जान्छ कोही कोही बेला। तर त्यत्तिकै हो, जहाँ पनि त्यही हो, जहाँ पनि त्यही नै हो। तर अब फरक चाहिँ कोही देश दामी छ, कोही देश त्यस्तै छ, जस्तोको तस्तै छ। तर कुरा चाहिँ मान्छेको व्यथा चाहिँ त्यही नै छ। यो चाहिँ किसको आज्ञा हो भन्दाखेरि चाहिँ नि दण्डको आज्ञा हो, आदमले पाएको। अब यो त सारा संसारको मान्छेले पनि यही छ। सारा संसारको आदमहरू आज यही कुरामै सङ्घर्ष छ। सारा संसारभरि भएको हावाहरू आज यही सङ्घर्षमा छ, यही चक्रभित्र छ, हो कि होइन भन्नुहोस् त? हामी सबैजना त्यही चक्रमा छौँ नि त। प्रभुले चाहिँ दण्डको आज्ञा यसरी दिनुभयो। अनि के भन्नुभयो? माटोमा नफर्किन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैँले खानेछस्, किनकि माटैबाट त निकालेको थिइस्, त माटै होस् र माटोमा फर्किजानेछस्। दण्डको आज्ञा बुझ्नुभयो तपाईँहरूले? कसले बुझ्नुभयो? यसो हात देखाइदिनुहोस् त। ओके, एक दुईजनाले मात्रै बुझ्नु, अरूहरूले बुझ्नु भएन? यसो देखाइदिनुहोस् त हात, कसले बुझ्नु? माथि फेरि बुझाउँछु, बुझ्नु भएन भने फर्स्टदेखि। मेरोमा पुरा टाइम छ, तपाईँहरूको बारेमा थाहा छैन, म चाहिँ देश नै छोडेर आएको। त्यसले गर्दाखेरि यो एउटा मेसेज इम्पोर्टेन्ट छ, तपाईँले बुझ्नु भएन भने म फर्स्टदेखि भनिदिन्छु यो कुरा। किनभने आज म तपाईँलाई केही कुरा भन्नु आएको छु जो प्रभुले भन्नु पठाउनु भएको हो। म त्यत्तिकै आएको होइन। प्रभुले मलाई एक दिन सोध्नुहुन्छ, तैँले बुझाइस् राम्रोसँगले? मैले त्यो बुझाउनु खोजेको।
दण्डको आज्ञा चाहिँ त्यो थियो। अघि रोमन्स च्याप्टर 8 भर्स 1 मा जानुहोस्। अब फेरि एकपल्ट यहाँ एउटा बुकमार्क राख्नुहोस् अनि रोमन्स च्याप्टर 8 भर्स 1 मा आउनुहोस्। त्यहाँ के लेखेको छ फेरि एकपल्ट म त्यसलाई पढ्छु। There is therefore no condemnation. No condemnation. दण्डको आज्ञा छैन। सबैले भन्नुहोस् त, दण्डको आज्ञा छैन भन्नुहोस् त। दण्डको आज्ञा छैन। सो मैले तपाईँलाई दण्डको आज्ञाको नक्सा देखाइदिएँ जससँग चाहिँ सारा संसार जुझ्दैछ। तपाईँहरू जुझ्दै हुनुहुन्छ? हजुर, निधारको पसिनाले खाँदै हुनुहुन्छ? खाँदैछौ नि होइन? तपाईँको जमिनले काँडा र सिउडी उमार्दैछ? उमार्दैछ। तर बाइबलले चाहिँ भने यो लाइनलाई राम्रोसँगले हेर्नुहोस् त। है, कतिजनाकोमा बाइबल छैन होला, यो डिस्प्लेमा हेर्नुहोस्। त्यहाँ के भन्दैछ भने नि, यीशु ख्रिस्टमा हुनेहरूलाई दण्डको आज्ञा छैन। तर एउटा क्लज रहेछ, कमाको बादमा एउटा क्लज छ। अनि त्यो क्लजले चाहिँ के भन्दैछ भने चाहिँ जोहरू चाहिँ शरीर अनुसार होइन तर आत्मा अनुसार हिँड्छ, शरीर अनुसार हिँड्नेहरूलाई चाहिँ दण्डको आज्ञा छ। तपाईँ प्रभुलाई विश्वास नै गर्नुभयो भने तपाईँ ब्याप्टिजम पनि लिनु भएको होला, तर भए पनि त्यो दण्डको आज्ञा अझै पनि एक्टिभेटेड नै छ। तर यदि तपाईँ शरीर अनुसार हिँड्न छोड्नुभयो र आत्मा अनुसार हिँड्न थाल्नुभयो भने चाहिँ के हुन्छ भने नि त्यो दण्डको आज्ञा चाहिँ क्यान्सल हुन्छ। यो कुरालाई म बुझाउँछु। प्रभु यीशु ख्रिस्टले क्रुसमा गर्नुभएको कुरालाई म बताउन चाहन्छु। सो प्रभु यीशु ख्रिस्टले के गर्नुभयो भन्दाखेरि चाहिँ प्रभु यीशु ख्रिस्टले हामी माथि परेको श्रापलाई आफूमा लिनुभयो। गलातीको किताब 3 अध्यायले भन्छ कि उहाँ चाहिँ क्रुसमा झुन्डेर हाम्रो लागि मर्नुभयो अनि क्रुसमा मर्ने चाहिँ सबैजना श्रापित हो। सो फर्स्ट थिङ प्रभुले किसको दाम तिर्नुभयो भन्दाखेरि चाहिँ श्रापको दामलाई तिर्नुभयो, नम्बर 1 पहिलो कुरा। अनि नम्बर 2 त्यो जुन चाहिँ काँडा र सिउडी उमार्ने कुरा थियो नि पृथ्वीले, त्यो काँडा र सिउडीको दाम पनि प्रभुले तिर्नुभयो। काँडा सिउडी र पसिनाको दाम कसरी भन्नुहुन्छ भन्दाखेरि चाहिँ जब यीशु ख्रिस्ट क्रुसमा चढ्नु भयो, यीशु ख्रिस्टलाई क्रुसमा चढाउनलाई लाँदै थियो, उनीहरूले के गरे यीशु ख्रिस्टलाई किसको मुकुटलाई देख्छ? काँडाको मुकुट। कहाँ लगाएको छ मुकुट? हजुर, निधारमै लगाउँछ नि जहिले पनि मुकुट, है मुकुट निधारमै लगाउँछ। अनि त्यो चाहिँ नि प्रभु यीशु ख्रिस्टलाई त्यो दिन चाहिँ मान्छेले मक गर्दै थियो, ठट्टा गर्दै थियो। तर उनीहरूलाई के थाहा थिएन भने त्यो गर्ने मान्छेहरूलाई यो थाहा थिएन कि हामीले चाहिँ प्रोफेसीलाई फुलफिल गर्दैछौँ। हामीले चाहिँ त्यो जुन चाहिँ आज्ञा छ आदमलाई प्रभुले भन्नुभएको दण्डको आज्ञा जो छ, त्यो दण्डको त्यो मान्छेहरूलाई थाहै थिएन। काँडाको मुकुट बनाएर यीशु ख्रिस्टलाई यसरी लगाइदिँदै गर्दाखेरि चाहिँ उनीहरूले के कुरा गर्दै थियो? किनभने नि एउटा भङ्गेरा पनि परमेश्वरको इच्छा बिना भुइँमा खस्दैन। झन् यीशु ख्रिस्टमाथि त्यत्रो मान्छेले ठट्टा गर्नु, उहाँलाई क्रुस बोकाउनु, उहाँलाई कुट्नु, थुक्नु, अगमबानी गर भनेर प्रभु यीशु ख्रिस्टलाई गिजाउनु, त झन् त्यो त परमेश्वरको डिभाइन प्लानभित्र थियो। सो त्यो डिभाइन प्लानभित्र चाहिँ के हुँदै थियो भन्दाखेरि चाहिँ आदमलाई प्रभुले भन्नुभएको थियो तेरो निधारको पसिनाले तैँले खान्छस्, तर भए पनि त्यसले के उमार्छ? काँडा र सिउडी। सो जब यीशु ख्रिस्टलाई क्रुसमा चढाए नि प्रियहरू, प्रभु यीशु ख्रिस्टलाई क्रुसमा चढाउँदै गर्दाखेरि चाहिँ नि त्यो काँडा र सिउडीको दामलाई उहाँले तिर्दै हुनुहुन्थ्यो। किन होला भन्नुहोस् त? कसैले भन्न सक्नुहुन्छ किन? हजुर, मलाई दण्डको आज्ञादेखि स्वतन्त्र गराउनलाई त्यत्तिकै भन्नुभएको होइन। ओके ल जाऊ भाइ तिम्रो माफ भयो भन्नुभएको होइन। उहाँले फुल प्राइस तिर्नु भएको, फुल दाम तिरेर भन्नुभएको। एकदमै महँगो दाम थियो, यति साह्रो महँगो हो। परमेश्वरले जुन आदमलाई भन्नुहुँदै थियो नि, आदमलाई भनेको चाहिँ आफ्नो पुत्रलाई उहाँले त्यसको दाम तिर्न लाउनु हुँदै थियो। म एउटा भर्स तपाईँहरूलाई देखाउनु पर्यो। पहिलो कोरिन्थी 15 अध्यायमा आउनुहोस् सबैजना। फर्स्ट कोरिन्थियन्स च्याप्टर 15, पहिलो कोरिन्थी 15 अध्याय अनि 22 पद। पहिलो कोरिन्थी 15 अध्यायको 22 पद।
पाउनुभयो सबैले? म 1 2 3 भन्छु, हामी जोडले पढौँ ल। किनभने यो मेरो फ्रिडमको वर्स हो नि त, यो चाहिँ मेरो स्वतन्त्रताको वचन हो। तपाईँले नि शैतानलाई त्यत्तिकै जा 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 भन्दाखेरि र तपाईँले बुझेर जा भन्दाखेरि चाहिँ नि बहुत फरक पर्छ। अन्त त बाइबलले भनेको छ परमेश्वरको अधीनमा रहो र दियाबलसको विरोध गर तब त्यो भाग्छ भनेको छ। हामी चाहिँ प्रभुको अधीनमा बस्दैन, प्रभुलाई अङ्गला मारेर भन्छ हामी अधीनमा आउनुपर्छ। यहाँ वचनले के भन्दैछ हामी पढौँ ल। 1 2 3 किनकि जसरी आदममा सबै मर्दछ त्यसै गरी ख्रिस्टमा सबै जीवित पारिनेछ। आमेन। दण्डको आज्ञाको दामलाई उहाँले तिर्दै हुनुहुन्थ्यो। जब काँडाको मुकुट लाउँदै थियो नि, उहाँले चाहिँ दण्डको आज्ञाको मूल्यलाई चुकाउनु हुँदै थियो। हेर्नुहोस्, यो चाहिँ तपाईँले क्लेम गर्नुपर्ने कुराहरू हो। त्यतिकै घोषणा गर्छु भनेर चिच्याएर केही हुनेवाला छैन। त्यो चाहिँ बालको अगमवक्ताहरूले नि त्यो बालको वेदी बनाएर नाचेको जस्तो मात्रै हो। तर यु हेभ टु नो यर राइट्स। अन्त त प्रभुले भन्नुभयो यदि तिमीहरू मेरो वचनमा रह्यो भने तिमीहरू मेरो चेला हो, अनि तब चाहिँ तिमीले सत्य के हो जान्नेछौ, अनि सत्यले चाहिँ तिमीलाई स्वतन्त्र तुल्याइदिन्छ। हेर्नुहोस्, यो ठाउँबाट नि जब तपाईँ स्वतन्त्र हुनुहुन्छ नि, तपाईँले माथि डङ्काको चोटमा भन्न सक्नुहुन्छ। भएको छैन भने चाहिँ तपाईँलाई यस्तो लाग्छ ओके त्यस्तो पनि कहिले हुन्छ त्यस्तो पनि कहिले हुन्छ भन्दै हामी बसिरहन्छौँ। तर तपाईँले आफैले अनुभव गर्नुभएको छ भने चाहिँ नि तपाईँले भन्न सक्नुहुन्छ। प्रभु यीशु ख्रीष्टले के भन्नुभयो? अन्धाले अन्धालाई बाटो डोर्यायो भने चाहिँ दुईजना खाल्डोमा पर्छ। तर यदि हामीले देखेका छौँ, यदि त्यो अनुभव गरेका छौँ, यदि मैले मेरो जीवनमा यो दण्डको आज्ञादेखि म स्वतन्त्र भएको अनुभव गरेको छु भने चाहिँ म डराउँदिनँ यो भन्नुको लागि। कतिजनाको चाहिँ नि प्रोमिसेसहरू ब्रान्ड न्यू छ अझै पनि। एक दिन स्वर्गमा फर्किन्छ, प्रभु तपाईँले मलाई किन दिनु भएन, तपाईँले मलाई त दिनु भएन, त उसलाई त दिनुभयो, त्यसलाई दिनुभयो, मलाई दिनु भएन भन्दा प्रभुले के भन्नुहुन्छ? तैँले चलाइनस्, डल्लै दिएको तँलाई मैले प्याकेज डल्लै दिएको, तैँले चलाउँदै चलाइनस्। सो प्रभु यीशु ख्रीष्टमा चाहिँ म दण्डको आज्ञादेखि स्वतन्त्र छु। मजाको कुरा प्रभु यीशु ख्रीष्टले तिर्नु भएको छ। उहाँले दण्डको आज्ञाको दामलाई काँडाको मुकुट लाउँदै गर्दाखेरि नि चिन्नु भएको छ। त्यसले गर्दाखेरि तपाईँ त्यत्तिकै गीत मात्रै नगाउनुहोस्, ओ काँडाको मुकुट लगाएर इमोसनल भएर हामी एकछिन रुई पनि हाल्छौँ। बुझ्नुहोस् कत्रो दाम उहाँले तिर्नु भएको छ। कसको दाम तिर्नु भएको? मेरो दाम उहाँले तिर्नु भएको छ। भन्नुहोस् त छेउको साथीलाई, मेरो दाम उहाँले तिर्नु भएको छ। यो शक्तिशाली कुरा हो। हेर्नुहोस्, तपाईँले कुरा बुझ्नु भने नि आज यो कोठामा नि तपाईँहरू दण्डको आज्ञा सबै यहीँ छोडेर जानुहुन्छ। भरे स्वर्गदूतहरूले सफा गर्छ, किन हरेक चर्चको एन्जल छ नि त, बाइबलले त्यसरी भनेको छ। सो तपाईँले जति पनि छोडेर जानुहुन्छ नि त्यो सबै काँडाहरू सिउडीहरू भरे स्वर्गदूत आएर खुसी भएर बटुलेर लान्छ। यो मान्छेले छोडेर गयो। तर कतिजनाले चाहिँ सबैको बोकेर लान्छ फेरि उल्टा है। त्यसो चाहिँ नगर्नुहोस् है। सो बाइबलले के भन्दैछ? प्रभुले भन्नुभयो कि काँडा र सिउडी उमार्छ। सो प्रभुले कसको मुकुट लाउनु भयो? काँडाको मुकुट लाउनु। अनि प्रभुले के भन्नुभयो? तैँले पसिनाले कमाएको भोजन खानेछस्। लुकाको किताब 22:44 हेर्नुहोस् सबैले। ल्युक च्याप्टर 22 वर्स 44। लुका 22:44। मैले मेसेजको पहिलो पोर्सन बोलिसक्नु आँटे। अब यसको बादमा दोस्रो पोर्सनलाई बोल्छु कसरी भन्ने कुरालाई, प्रभुले के गर्नुभयो भन्ने कुरालाई मैले तपाईँलाई बताइसक्नु आँटे। 22:44 पाउनुभयो सबैले? 22 वर्स 44 पाउनुभयो सबैले? ओके, हामी पढौँ ल। म 1 2 3 भन्छु, सबैजनाले पढौँ। 1 2 3। अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो र उहाँको पसिना रगतको ठुल्ठुलो थोप्ला जस्तै जमिनमा खसिरहेको थियो। आमेन। सो आदमलाई प्रभुले भन्नुभएको थियो पसिनाले खान्छस्। दुईवटा कुरा, एउटा काँडा भूमिले काँडा उमार्छ भन्नुभयो, त्यसको दाम पनि प्रभु यीशु ख्रीष्टले क्रुसमा काँडाको मुकुट लाइकन तिर्नुभयो। दोस्रो चाहिँ निधारको पसिनाले खान्छस् है। कतिजनाको डाइलग होला सायद, यो त मेरो पसिनाको कमाइ हो, यो त मेरो पसिनाको कमाइ हो, खुन पसिनाको भन्छ नि डाइलग जस्तो लाग्छ। त्यो चाहिँ नि दण्डको आज्ञाको हिस्सा हो
हामी घमण्ड गर्दै गरेको हुन्छ, ओ यो मेरो खुन पसिनाले कमाएको। त्यो चाहिँ नि दण्डको आज्ञा हो। सुन्नुहोस् है, दण्डको आज्ञा हो। तर प्रभुले त्यसको दाम पनि तिर्नु भएको रहेछ। उहाँले प्रार्थना गर्नु हुँदाखेरि नि उहाँको पसिना चाहिँ रगतको थोपा जस्तै झरिरहेको थियो। किन चाहिँ रगतको थोपा भनेर मेन्सन गर्यो भन्दाखेरि चाहिँ नि बिना रगत बगाई पापको प्रायश्चित नै हुँदैन भनेको छ। देयर इज नो एटोनमेन्ट विदाउट द शेडिङ अफ द ब्लड। सो प्रभु यीशु ख्रीष्टले यसको पनि दाम तिर्नु भएको छ। खुसी हुनुहुन्न तपाईँहरू? हजुर हजुर हजुर, प्रभुलाई महिमा होस्। यो कस्तो, दिस इज द गस्पल, यो सुसमाचार हो। दिस इज द गस्पल अफ द किङडम। यो राज्यको सुसमाचार हो कि प्रभुले मेरो बदली काँडा उमार्नेको दाम पनि तिर्नु भएको रहेछ। मेरो बदली त्यो पसिना र पसिनाले रोटी खानुपर्ने दाम पनि उहाँले तिर्नु भएको रहेछ। अब त्यत्रो सबै गरेपछि त मेरो हातमा त समय बाँच्यो। अब त्यो समय चाहिँ भिडियो गेम खेल्नु जाने होइन। त्यो समय चाहिँ नि बाइबलले भनेको छ तिमीले शरीरको मौकामा खर्च नगर। गलातीको किताब 5 अध्यायलाई खोल्नु सबैजनाले। यसलाई पनि हामी मिलेर पढौँ ल। गलाती 5 अध्याय सबैले खोल्नुहोस् ल, कृपया खोल्नुहोस्, हेर्नुहोस् है। मैले तपाईँलाई फोर्स गरेको होइन, तर तपाईँले बुझ्नुहोस् न, यो क्लजहरूलाई बुझ्नुहोस् न। यसलाई बुझ्यो भने त हामी पनि कानुन चलाउनु जान्दछौँ नि। 5:1 पाउनुभयो सबैले? ग्यालेसियन्स च्याप्टर 5 verse 1। ल यसलाई पनि हामी पढौँ। 1, 2, 3। स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नु भएको छ। यसकारण दर्रा भएर खडा हौ र फेरि दासत्वको जुवामुनि नपर। आमेन। अब प्रभुले भन्नुहुँदैछ मलाई चाहिँ आई हेभ बिन कल्ड फर फ्रिडम। सो त्यसले गर्दाखेरि चाहिँ म योक अफ के भन्नु स्लेभरी बन्डेजमा म जानु हुँदैन भनेर लेखेको छ। अघि योक अफ बन्डेजमा चाहिँ के थियो भन्दाखेरि चाहिँ निधारको पसिना जमिनले उमार्ने काँडा थियो, काँडा र सिउडी थियो। अब verse 13 लाई पढौँ। त्यसलाई पनि हामी एकैसाथ पढौँ ल। 13 पदलाई पढौँ। 1, 2, 3। भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ। केवल यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर, तर प्रेममा तिमीहरू एक अर्काको सेवक बन। आमेन। हामी स्वतन्त्र भएका छौँ। प्रभु यीशु ख्रीष्टले चाहिँ नि त्यस्तो दाम तिरेर हामीलाई स्वतन्त्र गराउनु भएको। तर आज नि यो सबै हुँदा हुँदा पनि आज ख्रीष्टको देहमा नि मान्छेहरू स्वतन्त्रै छैन। दुःख लाग्दो कुरा। द्याट इज द ग्रेट आइरेनी। मान्छेहरू स्वतन्त्रै छैन। अझै पनि मान्छेहरू बन्धनमै छ, बन्धनमै छ। स्वतन्त्र भएको मान्छेले पनि के गर्छ? स्वतन्त्रताको समयहरू चाहिँ नि आफ्नै इच्छामा बिताउन थाल्छ। परमेश्वरको इच्छालाई खोज्दैन। आफ्नै इच्छा, मलाई जे गर्नु मन पर्यो म त्यही गर्छु, मलाई जे इच्छा लाग्यो म त्यही गर्छु। मैले मेरो स्वतन्त्रतालाई दुरुपयोग गर्दै गरेको हुन्छु। तर यदि मैले बुझेँ भने चाहिँ म मेरो स्वतन्त्रतालाई कहिले पनि दुरुपयोग गर्दिनँ। तर मेरो स्वतन्त्रता चाहिँ कसको लागि चलाऊ भन्दैछ भने चाहिँ नि परमेश्वरको इच्छामा, अकर्डिङ टु हिज विल। पहिलो पत्रुस 4 अध्यायको 1 र 2 पदमा भनेको छ कि तिमीले तिम्रो स्वतन्त्रतालाई चाहिँ परमेश्वरको इच्छामा बिताऊ। मलाई स्वतन्त्र गराउनु भएको चाहिँ परमेश्वरको इच्छामा बिताउनको लागि। सो मेसेजको पहिलो पार्ट मैले तपाईँलाई भने। अब मेसेजको सेकेन्ड पार्ट, अघि एउटा क्लज थियो, त्यहाँ एउटा नियम थियो, एउटा कानुन थियो। फेरि रोमीको किताब 8 अध्यायको 1 पदमा हामी आउँ। अनि त्यो कानुन चाहिँ के रहेछ त? हामी यसलाई हेरौँ। त्यो कानुन चाहिँ के रहेछ त? सो यहाँ के भनेर लेखेको छ रोमीको किताब 8 अध्यायको 1 पदमा, देयर इज देयरफोर नो कन्डेमिनेसन टु दोज हु आर इन क्राइस्ट जिजस। अब कतिवटा बाइबलमा, जस्तो कि हाम्रो नेपालको बाइबलमा या इन्डियाको बाइबलमा चाहिँ नि यो सेकेन्ड लाइन नै प्रिन्ट गरिदिएको छैन। यसलाई चाहिँ मण्डेला इफेक्ट भन्छ। बाइबलको ट्रान्सलेसन हुँदै गर्दाखेरि नि शत्रुले नि के गर्यो भन्दाखेरि एउटा लाइन नै उडाइदियो। किनभने लाइन उडाएपछि चाहिँ हामी कुरा बुझ्दैनौँ। क्लज नै उडाइदियो। हाम्रो नेपालको बाइबलमा यसरी लेखेको छ, इन्डियाको बाइबलमा पनि त्यस्तै लेखेको छ। यसकारण अब ख्रीष्ट यीशुमा भएकाहरूलाई दण्डको आज्ञा छैन, फुल स्टप। त्यति नै छ हो कि होइन भनेपछि तपाईँको बाइबलमा त्यति नै छ। अन्त मैले अघि केजिभी या एनकेजिभी लगाइदिनुहोस् भन्ने कारण नै त्यही हो। किन? यहाँ चाहिँ हामीले फुल इन्टरप्रिटेसन पाउँछ। यही भर्सलाई
NIV को भर्जनमा हेऱ्यो भने फेरि त्यति नै लेखेको छ कि अब यीशु ख्रीष्ट हुनेहरूलाई दण्डको आज्ञा छैन, द्याट्स इट, फुल स्टप हो। त्यो मिसइन्टरप्रिटेसनले चाहिँ के गर्छ हेर्नुहोस् त, NIV मा यति मात्रै लेखेको छ, त्यति नै लेखेको छ। अन्त यो इन्टरप्रिटेसनले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ नि हामी सम्झिन्छ ओके अब त मलाई दण्डको आज्ञा छैन, मलाई दण्डको आज्ञा छैन, मैले जे गर्दा पनि हुन्छ किनभने म यीशु ख्रीष्टमा छु। अनि हामी खुसी हुन्छौँ, हामी उफ्रिन्छौँ, नाच्छौँ, कराउँछौँ, हामी पापमा गिर्दै जान्छौँ। स्वतन्त्रतालाई केमा खर्च गर्दैछौँ? पापको मौकामा खर्च गर्छौँ। तर कोहरू चाहिँ स्वतन्त्र छ भनेर चाहिँ KJV-मा लेखेको छ। त्यसले गर्दाखेरि तपाईँको अब तपाईँ मच्योर हुँदै जाँदाखेरि तपाईँको टेक्स्टलाई राम्रोसँगले पढ्नु पनि आवश्यक छ, राम्रोसँगले पढ्नु। सो यहाँ के भन्दैछ, अब देयर इज देयरफोर नो कन्डेमिनेसन टु दोज हु आर इन जिजस क्राइस्ट। पहिलो लाइनले चाहिँ त्यो भन्दैछ, यस कारणले अब उसो ख्रीष्ट यीशुमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन। त्यहाँ फुल स्टप छैन, तर त्यहाँ एउटा कमा छ। अनि त्यसको बादमा अझै एउटा लाइन छ, अनि त्यो लाइनले चाहिँ के भन्छ अरे, हु डु नट वक एकर्डिङ टु फ्लेस। त्यो मान्छेहरूलाई चाहिँ दण्डको आज्ञा छैन जो चाहिँ शरीर अनुसार हिँड्दैन तर आत्मा अनुसार हिँड्छ। सो त्यसले गर्दाखेरि आत्मा अनुसार हिँड्नु चाहिँ हामीलाई कोही कोही बेला अप्सन लाग्छ, ओ ऊ त स्पिरिचुअल छ कि म त छुइनँ। सो द्याट इज नट माई कप अफ टी। हामी त्यसरी सम्झिन्छौँ। एउटा मान्छे आत्मिकी छ, प्रभुलाई पुरा भक्ति गर्ने छ भने हामी के भन्छौँ, ओ तिमी बेसी भक्ति नगर, ऊ भक्ति नगर्दा पनि उसलाई भइरहेको छ त। झन् बेसी भक्ति गर्नेहरू पो खेदमा परिरहेको हुन्छ। ऊ चढेर गाडी कुदाएर जाँदै गऱ्यो भने उसकै गाडी बिग्रिन्छ, उसलाई नै पुलिसले टिकट दिन्छ, कुनै के हुन्छ। बाइबलमै लेखेको छ नि त, दोस्रो तिमोथी 3:12 भक्तिसँग जीवन जिउनेहरू खेदमा पर्छ। अन्त हामी देख्यौ तिमी अस्ति टप हुँदै थियो होइन, प्रभुले सबै गर्छ भने खै त। अनि हामीलाई नि क्वेसन हुन्छ, हामी प्रभुसँग, तपाईँ आफैलाई सायद यो क्वेसन भएको छ कि छैन, तर हाम्रो माइन्ड नि कार्नल माइन्ड चाहिँ कस्तो छ भने नि हामी प्रभुसँग हिँड्दै जाँदाखेरि नि कोही कोही बेला हाम्रो माइन्डले नै हामीलाई क्वेसन गर्छ, अरूले गर्नै पर्दैन। ओ त बेसी नजा, त टु मच भइस, त 3 मच 5 मच 10 मच के भन्छ है। अनि हामी सम्झन्छ हो, त्यहाँदेखि हामी भन्छ ओ म ठिकैको, म सिम्पल विश्वासी, म साधारण विश्वासी, म माथि पनि जान्दिनँ, म तल पनि जान्दिनँ, म बिचमा, चिसो न तातो। प्रभुले भन्नुहुन्छ म चाहिँ तँलाई थुकिदिन्छु भन्नुहुन्छ फेरि। सुन्नुहोस् है, आत्मिकी हुनु किन जरुरी छ? वाइ वी निड टु बी स्पिरिचुअल। किन चाहिँ तपाईँ आत्मिकी हुनु जरुरी छ भने, तपाईँ आत्मिकी छैन भने चाहिँ तपाईँ आत्मा अनुसार हिँड्नै सक्नुहुन्न। अनि यदि तपाईँ आत्मा अनुसार हिँड्नु सक्नु भएन भने चाहिँ नि दण्डको आज्ञा चाहिँ अझै पनि तपाईँको लागि स्ट्यान्ड हुन्छ। दण्डको आज्ञा र तपाईँको च्यालेन्जेस दुईटा डिफ्रेन्ट कुरा हो। तपाईँ भक्तिसँग जीवन जिउँदाखेरि खेदोमा पर्छ, त्यो खेदो चाहिँ दण्डको आज्ञा होइन। शैतानले चाहिँ मेरो जीवनमा मलाई जति पनि खेदो गर्छ नि, तपाईँलाई जति पनि खेदो गर्छ, त्यो चाहिँ तपाईँलाई फर्स्ट बनाइदिएको। तपाईँ एउटा दौडमा दौडिँदैछ भने नि, तपाईँको दौडको पछाडि तपाईँ एक्लै दौडिने मान्छे हुन्छ, तपाईँ दौडिनु पर्छ? रेस कहिले एक्लै दौडिँदैन। एटलिस्ट 10-15 जना हुन्छ, होइन भने पनि 3-4 जना हुन्छ। त्यहाँदेखि के हुन्छ, तपाईँ फर्स्टमा कुद्दैछ भने सेकेन्डकोले तपाईँलाई खेदेको गर्छ, तपाईँले यता कानको छेउबाट हेर्दै कुद्छ। है तपाईँ फर्स्ट कसले बनाएको भन्दाखेरि चाहिँ तपाईँको आफ्नै इन्सपिरेसनले मात्र होइन, त्यो खेद्नेले पनि तपाईँलाई पछाडिबाट तपाईँको मनमा के छ, यसले मलाई जित्यो भने म हार्छु। त्यसले गर्दाखेरि सेकेन्ड भएकोले फर्स्टकोलाई खेदेक गर्छ, अनि फर्स्टको पनि भाग्य गर्छ, त्यो भाग्दै ऊ रेड लाइनलाई क्रस गर्छ। सेकेन्ड हुनेलाई थर्डले खेदेक गर्छ। दौडमा छ नि त, अन्त बाइबलले पलले भने मैले उत्तम दौडलाई दौडेको छु। त्यो दौडमा चाहिँ नि शैतानले खेदो गरेको छ। त्यो चाहिँ दण्डको आज्ञा होइन, त्यो चाहिँ खेदो मात्रै हो। अनि त्यो खेदो चाहिँ तपाईँको लागि नराम्रो छैन, मेरो लागि नराम्रो छैन। किन भन्नुहोस् त, त्यो खेदोले मलाई विजयमा पुर्याउँछ। इट विल लिड मी टु भिक्ट्री। तर दण्डको आज्ञा भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ हामी फेरि त्यो चक्रव्यूहमा पर्छौँ है, खानुको लागि बाँचेको या बाँच्नुको लागि खाएको। मैले अघि तपाईँलाई सोध्दै थिएँ नि, कतिजना खानुको लागि बाँचेको
कसैले पनि हात देखाएन। तर त्यसको सेकेन्ड क्वेसन पनि आउँछ, त्यसपछि किन खाएको भने फेरि अब एन्सर चाहिँ के हुन्छ, बाँच्नुको लागि खाएको। त्यसो भए तिमी बाँच्नुको लागि खाएको भने होइन होइन भन्छ, फेरि नखानु पाएको जस्तो लाग्यो, घिच्चो जस्तो लाग्यो भन्छ है। तर कुरा त त्यही छ, फेरि त्यही चक्रव्यूहमै पर्छ। हामी खानुको लागि बाँचेको हो कि बाँच्नुको लागि खाएको? जीवनको केही उद्देश्य छैन, उद्देश्य छैन। त्यहाँदेखि नि हामीलाई जीवन जिउने, हाम्रो जीवनको बोलावट, प्रभुले हाम्रो जीवनमा राख्नु भएको अनोइन्टिङ, म के कुराको लागि बनिएको, त्यो सबै कुराहरू बिर्सिन्छ। यहाँ त नि मान्छेहरू नि यस्तो ठुलो सहरमा विदेशमा आउँछ नि, कस्तो भक्ति गर्ने मान्छेहरूको भक्ति त नि शून्य हुन्छ। अस्ति म एकजनासँग बात मार्दै थिएँ, मलाई मेरोमा प्रार्थना गरी माग्न आएको थिएँ, भन्दै थियो, गुरुबा म त कस्तो भक्ति गर्ने मान्छे, कस्तो प्रभुलाई प्रेम गर्ने, तर मेरो बाध्यताले गर्दाखेरि म जानु पर्यो विदेश। आज त कता हो, म कहाँ छु, त्यो अनोइन्टिङको लागि प्रार्थना गरिदिनुहोस् न। प्रार्थना गरी माग्दै थियो। हेर्नुहोस्, आज कतिजनाले यस्तै अनुभव गरिराख्नु भएको होला, सायद कतिजनाले गर्नु पनि भएको छैन। लाइफ यस्तो बिन्दास भइरहेको छ, मजा आइरहेको छ। तर नि बाइबलले भनेको छ, हिब्रूको किताब 4 अध्यायको 13मा हामीले गरेको हरेक कुराको एक दिन परमेश्वरले हिसाब लिनुहुन्छ। कतिजनाले भन्छ, मलाई दण्डको आज्ञा पनि छैन, मलाई केसको आज्ञा पनि छैन, म कुल हो, मलाई मजा आइरहेको छ, आइएम लाइक दिस है। त्यो गीत गाउँदै ओह्रालो ओह्रालो नरक जाँदैछ, थाहै छैन उसलाई। एक दिन नि बाइबलमा भनेको छ कि त्यो चरालाई, उडेर जाँदै गरेको चरालाई नि अचानक उसको मुटुलाई काँडले घोचेको जस्तै त्यो मान्छेहरू गइरहेको हुन्छ भनेर। आज सायद यो मेसेज कतिजनाको लागि त एउटा पनि रेलेभेन्स छैन होला, तर नि परमेश्वरको हरेक वचन चाहिँ किन रेलेभेन्ट छ भन्दाखेरि दिस इज द ट्रुथ एन्ड ट्रुथ विल सेट यु फ्री। सत्यताले मात्रै तपाईँलाई स्वतन्त्र गराउँछ। सो यहाँ के भन्दैछ, अब जोहरू चाहिँ शरीर अनुसार होइन, आत्मा अनुसार हिँड्छ, आत्माको भरमा हिँड्नु। आत्माको भरमा हिँड्नु भनेको चाहिँ के हो? यस्तो कतिजनाले उठ्ने बित्तिकै बादल हेर्छ है, घोडा कुद्दै गरेको बादल देख्यो, यस्तो सेप पनि देखिहाल्छ घोडा कुद्दै गरेको जस्तै है। कसैलाई बिचबाट यस्तो सनरेजहरू आउँदै गरेको, ओ प्रभु मसँग खुसी रहेछ, आत्माको भरमा हिँडेको म, त्यस्तो खालके भनेको होइन। आत्माको भरमा हिँड्नु चाहिँ नि फुल प्रुफ छ, फुल प्रुफ। किनभने जब तपाईँ आत्माको भरमा हिँड्नुहुन्छ नि, तपाईँ त्यो दण्डको आज्ञादेखि स्वतन्त्र हुन्छ। अब त्यो चाहिँ नि मैले तपाईँलाई यसरी हुन्छ भनेर भन्नुभन्दा पनि बेसी जुन दिन तपाईँले हुन्छ नि, तपाईँले त्यो दिन थाहा पाउन थाल्नुहुन्छ। म यो कुरा किन भन्नु सक्छु भने म आत्माकै भरमा हिँडिरहेको छु। म एउटा सेवक हो, अब सेवकाई गरेको 24 वर्ष भयो। मेरो टेस्टिमनी तपाईँहरूलाई अलिकति सेयर गर्नु पर्यो। आज भन्दाखेरि 24 वर्ष अगाडि मैले मेरो कलेज सिद्ध्याएको, हातमा डिग्री ल्याएको। सानोदेखि नै आमा बाबाले हामीलाई बिजनेस गर्न सिकाएको, सानैदेखि नै। त्यो इन्डियाको नि डरलाग्दो गल्लीहरूमा गएर कसरी किन्नुपर्छ, कसरी बार्गेनिङ गर्नुपर्छ सबै सिकाउनु भएको। त्यो ल्याएर त्यसलाई प्राइसिङ ल्याएर कसरी बेच्नुपर्छ त्यो सबै। स्कुल पढ्दाखेरि नि हामी एउटा सर्टेन टाइमदेखि त हामी इन्डिपेन्डेन्ट थियौँ। स्कुलको फिस पनि घरको मान्छेले तिर्नुपर्ने अवस्था थिएन, हामी आफै तिर्थ्यौँ। किनभने हामी बिहान उठ्ने बित्तिकै फुल बेच्दै स्कुल जान्थ्यौँ है। अन्त त्यहाँ हामी कमाएर जान्थ्यौँ स्कुल है। फुल बेचेको, सुन्तला बेचेको, अदुवा बेचेको, बेच्नु सक्ने चाहिँ सबै चिज बेचेको, के चाहिँ बेच्नु सक्छ त्यसरी सिकाउनु भएको। अब मेरो आफ्नै चाहिँ कस्तो थियो भने नि सपना, कलेज पढ्दाखेरि पनि पुरा बिजनेस गर्दै थिएँ। अब जुन दिन मेरो हातमा चाहिँ डिग्री आउँछ त्यहाँदेखि चाहिँ म यति साह्रो बेसी पैसा कमाउँछु भन्ने सम्झिरहेको थिएँ, खुसी भइरहेको थिएँ। राम्रो मार्क्समा पास गरेँ, ग्रेजुएसन राम्रोसँगले पास गर्यो, हातमा डिग्री पनि आयो। अनि त्यो डिग्री आएपछि चाहिँ आँखामा सपना छ केही गरी देखाउने भन्ने गीतहरू आउँदै थियो मनभित्र है। अन्त एउटा कमन म्यान ड्रिम क्या, ठुलो घर, दामी गाडी, मजाको गर्ने। अनि
हाम्रो फ्यामिली बिजनेस थियो, सघाउँदै थिएँ। एक दिन रातिसम्म काम भएको, अनि राति गएर ढिलो सुतेँ। त्यो सुतेको दिन, त्यो सुती मात्रै राखेको थिएँ। एकछिनतिर प्रभुले एउटा यस्तो दर्शन दिनुभयो, म मर्दै थिएँ। अनि त्यो मर्दै गर्दाखेरि चाहिँ मान्छेले कस्तो अनुभव गर्दो रहेछ मैले त्यो सपनामा थाहा पाउँदै थिएँ। मर्दै गरेको मान्छेको चाहिँ यस्तो हुँदो रहेछ, भिजन चाहिँ नि आँखा हुन्छ नि, यो पिपिल यसरी घट्दै 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 20/20 भिजन चाहिँ घटेर सानो 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 हुँदै जाँदो रहेछ। आँखा त्यो पिपिल आफै निप्दै जाँदो रहेछ। मैले लिटरली त्यो अनुभव गरेको, सायद तपाईँहरू कतिजनाले गर्नुभएको होला नियर डेथ एक्सपिरियन्स। त्यो चाहिँ मैले भिजनमा गरेको। अनि त्यति बेला चाहिँ मलाई यस्तो डर लाग्यो, ला अब म मर्छु। मैले कहिले सोचिनँ कि म प्रभुको अगाडि उभिनुपर्छ, एक दिन जवाबदेही हुनुपर्छ। त्यति बेला चाहिँ मलाई लाग्यो क्या, ला अब म कहाँ जान्छु है। अनि सानोदेखि नै अब सुनेको चर्चमा प्रभुको अगाडि एक दिन उभिनुपर्छ, त्यो दिन डर लाग्यो मलाई, सिन्सियर डर लाग्यो। त्यो साथीहरू डराउँदाखेरि लाग्ने खालको डर होइन, सिन्सियरली आफैले प्र्याक्टिकल्ली अनुभव गरेको। अनि मैले त्यति बेला प्रभुलाई भने, प्रभु मलाई एकपल्ट लाइफ दिनुहोस्, चान्स दिनुहोस्, म तपाईँको काम गर्छु। त्यति मात्रै मलाई थाहा छ। बिहान बिउजे अनि मैले घरको मान्छेलाई भने, म चाहिँ अब यो सबै छोड्दैछु, मेरो पढाइ गरेको डिग्रीदेखि लिएर त्यहाँदेखि मेरो जति पनि कुराहरू छ, अब म प्रभुको काम गर्छु। छक्कै परे घरको मान्छे, यत्रो पढेको यत्रो गरेको के गर्ने, मलाई थाहा छैन के गर्ने भनेकन, तर मलाई प्रभुले निस्कि भनेको छ, म निस्किन्छु। निस्के। यस्तो सङ्घर्ष भयो, केही वर्ष सङ्घर्ष भयो। किनभने अघि त सेल्फ सफिसियन्ट थियो नि त, हातभरि पैसा थियो। पैसा थिएन भने पनि पैसा कसरी कमाउनु जानेकै थियो है। कहाँ दल्दाखेरि पैसा निस्किन्छ त्यो सबै जानिसकेको थियो। तर प्रभुको काममा निस्के। केही समयसम्म मलाई त्यो जुन चाहिँ पैसामाथिको डिपेन्डेन्स थियो नि, पैसाले नै सबै कुरा चल्छ संसारमा भन्ने हुनु पनि उपदेशकको किताबमा त्यस्तै लेखेको छ। संसारमा चाहिँ भनेको छ, स्वर्गमा भनेको छैन, परमेश्वरको राज्यमा भनेको छैन। संसारमा चाहिँ सबै कुराको एन्सर पैसा हो भनेको छ। अहिले यो हल निकै लामो चलाएर भरे यहाँको एडमिनहरूले गनगन गरेर अलिकति थपिदियो भने उनीहरूको मुख बन्द हुन्छ नि है। त्यस्तै हो। अहिले यो भचाइ पठाएर पुरा रिसायो भने यसको पैसा फर्काइदियो भने खुसी, उनीहरू चुपचाप भइहाल्छ। अघि त प्रभुको भवन के भन्दै थियो, तर पैसा दिँदाखेरि त्यो पनि एन्सर हुँदो रहेछ। संसार त्यस्तै हो, संसार त्यस्तै हो। तर म नि बिता 24 वर्षलाई फर्केर हेर्छु परमेश्वरको भलोपनलाई। मैले बिचमा विवाह गरेँ, नानीहरू भयो। मलाई सबैजनाले भन्थ्यो अब नानीहरू भयो, पैसाको सेभिङ हुनुपर्छ इत्यादि कुराहरू। अनि म एउटै कुरा भन्थेँ, मलाई प्रभुले बोलाउनु भएको हो, अनि म एउटा रेस्पोन्सिबल फादर हो, म एउटा जिम्मेवार बाउ हो। अनि म चाहिँ परमेश्वरको वचनमा जे लेखेको छ त्यो मान्छु। तपाईँहरूको अब सल्लाहको लागि धन्यवाद भनिकन म भन्थेँ। तर भनिसकेर चाहिँ पुरा डर लाग्थ्यो। भन्दाखेरि चाहिँ धर्मी फिलिङ हुन्थ्यो। भनिसकेर चाहिँ पुरा डर लाग्थ्यो। सिन्सियर तपाईँहरूसँग मनको कुरा गरेको हो। तर नि त्यो डर लाग्दै भए पनि है, त्यो डर लाग्दै भए पनि भनेको कुराहरू, डर लाग्दै भए पनि जीवनमा अनुभव गरेका कुराहरू परमेश्वरले चाहिँ कस्तो अनर गर्नु हुँदो रहेछ भन्ने कुरालाई मैले थाहा पाएको। आज 24 वर्ष भयो, मेरो छोराले उसको स्कुल सक्यो, अब कलेज जान्छ। मेरो छोरीले पनि उसको 10th स्ट्यान्डर्ड पढ्दैछ। तर मलाई आज यसो फर्केर मैले कसरी यत्रो समय यिनीहरूलाई पढाएँ त्यो पनि थाहा छैन मलाई। सिन्सियरली मैले बोस्ट गरेको होइन, यो तपाईँहरूलाई बोस्ट गरेको होइन। कसरी गरे मलाई थाहै छैन, कसरी भयो थाहै छैन। तर एउटा कुरा चाहिँ मैले के जाने भन्दाखेरि नि, साँच्चै नै हामी जब परमेश्वरको वचन अनुसार हिँड्दो रहेछौँ नि, तब चाहिँ हामी दण्डको आज्ञादेखि स्वतन्त्र हुँदो रहेछौँ। अब मैले त कमाउनु पर्ने हो नि त, पुरा कमाउनु पर्ने हो। किन मेरो छोरालाई स्कुल अब कलेज पढाउनु पर्ने, बाहिर पढाउनु पर्ने, या के गर्नुपर्ने। तर परमेश्वरले त्यो कुराको वास्ता गर्नुभयो। हामी कोही पनि रोगी भएनौँ, हामी कोही पनि बिरामी भएनौँ। मेरो आमा 70 इयर्स, पापा 80 इयर्स पुग्न आँट्नु भयो। तर घरमा एउटा पनि रोग छैन, प्रभुलाई महिमा भएको होस्। तर म यसो हेर्छु अरूहरू,
आमा बाउलाई लिएर हस्पिटल धाक्को गर्छ। उनीहरूले कमाउनु त भक्कु कमाएको थियो, तर त्यो कमाएको पैसा समय त सबै उनीहरूले गएर हस्पिटलमा तिरिरहेको छ। अनि प्रभु यीशु ख्रीष्टमा हामी छौँ भने चाहिँ नि दण्डको आज्ञै हुँदैन रहेछ साँच्चै नै। आज हाम्रो घरमा झन्डै 40 जना जस्तो हामी बसेर खाना खान्छौँ। हाम्रो डाइनिङ टेबल पार्ट टुक्रा छ डाइनिङ टेबल, किनभने एउटामा अट्दैन। एभ्रिडे खान्छौँ हामी, एभ्रिडे नै खान्छौँ। अनि त्यसको अब महिनाको हिसाब अस्ति एक दिन गर्नु बसेको थिएँ, मन नै अत्तालेर आयो। भने कसरी हुँदैछ यो, कसरी चाहिँ भएको? किनभने नि प्रभु यीशु ख्रीष्टमा हुनेहरूलाई दण्डको आज्ञा छैन। त्यो निधारको पसिना र काँडा, त्यसको मतलब हामी मान्छेहरूलाई काम नगर, परिश्रम नगर भन्नु खोजेको होइन। तर भन्नु खोजेको कुरा चाहिँ के हो भने नि, यदि यो ललाई तपाईँले बुझ्नुभयो भने नि यु विल बी सेट फ्री। यहाँ चाहिँ छ नि त कि यहाँ चाहिँ छ, आज म फुल टाइम सेवक हो, पूर्णकालीन सेवक हो। मेरो छोराछोरीहरू पनि फुल टाइम सेवक हो। उनीहरूले पनि पूर्णकालीन दिन्छ उनीहरूको सेवकाई। स्कुल जान्छ, पढ्छ, स्कुलको म उनीहरूलाई भन्छ स्कुलमै सक्यो। अब यहाँ घरदेखि चाहिँ परमेश्वरको राज्यको कुरा हुन्छ। सक्यो तिम्रो स्कुलको, सक्यो, लु अब प्रभुको काम गरिरहेको छ उनीहरूले। उनीहरूलाई हामी एक्स्ट्रा ट्युसन्सहरू पढाउँदैनौँ। उता चाहिँ त्यस्तो ट्रेन्ड छ, एक्स्ट्रा ट्युसन्स पढाउनु पर्ने, ट्युटर हायर गर्नुपर्ने, त्यस्तो केही पनि छैन हाम्रो। तर हामी परमेश्वरको काम सम्पूर्ण परिवारले नै गर्न सकिरहेका छौँ। 3टा पुस्ताले सँगै मिलेर प्रभुको काम गर्न सकिरहेको छौँ। यो चाहिँ नि मैले घमण्डको कुरा गरेको होइन। मैले भन्नु खोजेको चाहिँ के हो भने नि, उहाँले पक्का जिम्मा लिनुहुन्छ, उहाँले पक्का गर्नुहुन्छ। अनि मजाको कुरा के याद छ तपाईँलाई? हामीलाई ऋण लागेको छैन, हामी डेट फ्री छौँ, हामीलाई कसैको ऋण लागेको छैन। हामी एउटै कुराको ऋणी छौँ, प्रेम गर्नु। किनभने प्रभुले मलाई प्रेम गर्नुभएको छ, त्यसले गर्दाखेरि म पनि अरूलाई खुल्लासँगले प्रेम गर्न सक्छु। त्यसको चाहिँ म पक्का ऋणी छु। तपाईँहरू कसैको अनुहार अँध्यारो देख्यो भने मलाई दुःखै लाग्छ, किनभने मेरो कारणले गर्दाखेरि चोट पो लाग्यो। कि अघि मैले सम्पदालाई जिस्काउँदै थिएँ, सम्पदा तिमी त अस्ति मलाई देखेर भागिहाल्यौ त, तिमी त अँध्यारो अनुहार लगायो त, मलाई देखेर तिमीलाई मन दुख्यो। त्यो त मैले उसलाई त्यसै भनेको, तर सिन्सियरली पनि त्यो कुरालाई हामी फिल गर्छौँ। अनि तपाईँहरूको अनुहारमा नि जब प्रभुको आनन्दलाई देख्छौँ नि, त्यो चाहिँ हाम्रो लागि इनाम हो, रिवार्ड हो। म तपाईँलाई भन्न खोजेको कुरा चाहिँ के हो भने नि, जब हामी परमेश्वरको कुरालाई मान्नु थाल्छौँ, जब आत्माको भरमा हामी हिँड्नु थाल्छौँ नि, हामी त्यो चक्रदेखि बाहिर निस्किँदै गरेको हुन्छ। मेरो वाइफले काम गर्छ, तर हामी भए पनि त्यो चक्रमा छैनौँ, हामी त्यो चक्रमा छैनौँ। थुप्रो पल्ट हामी विश्वासको जीवन जिउँदै गर्दाखेरि हामीलाई दण्डको आज्ञा नभए तापनि खेदो त छ। शत्रुले त खेदो गरिरहेको छ, मान्छेको भनाइ, निन्दा, थुप्रो कुराहरू बिगारिदिन चाहन्छ शैतानले। मान्छेले त होइन, तर खटाउनु त मान्छेलाई खटाउँछ, भत्काइदिनु खोजिरहेको हुन्छ। तर हामी भित्र प्रभुको आनन्द छ। बाई द एन्ड अफ द डे हामीले गुमाउनु पर्ने यो संसारमा केही पनि छैन, हामीले समात्नु पर्ने पनि केही कुरै छैन। हामीले यो कुरालाई जीवनमा साँच्चै नै अनुभव गरेको छ। म तपाईँलाई के भन्न चाहन्छु भने नि, यो रियल हो, यो साँच्चै के हो। अस्ति म एकजना सेवकसँग बात मार्दै थिएँ, उसले उसको सङ्घर्षको कुरा गर्दै थियो। यति साह्रो परिरहेको छ, कुनै केही पैसा नभए त नहुने रहेछ, अब विदेशतर्फै लाग्नुपर्ने रहेछ भन्दै थियो। मैले भन्दै थिएँ, भाइ तिमीले लेवीको भाग खाएको छौ भनेर उसलाई सोधेको थिएँ। ऊ छक्कै परेर मलाई हेऱ्यो, के हो यो लेवीको भाग भन्दै थियो। अन्त लेवीको भाग चाहिँ प्रभुले भन्नुभएको छ, आई एम योर पोर्सन, म चाहिँ तेरो हिस्सा हो। प्रभुले भन्नुभएको छ। इजरायलको 12 छोरामा नि लेवीले चाहिँ केही पनि हक पाएन। यसो हेर्दाखेरि त माया लाग्दो नि है। अरू सबैले जग्गा जमिन, बन्डा, गाडी, महलहरू के पाए, लेवीले केही पनि पाएन। तर प्रभुको हिसाब गर्ने तरिका चाहिँ अर्कै थियो। प्रभुले के भन्नुभयो, तिमीहरू सबैजना अरू 11 जनाले चाहिँ यो एकजनालाई के गर, तिमीहरूको 10 दे। सो अरूहरूकोमा चाहिँ $90 हुन्थ्यो, लेवीकोमा चाहिँ $110 हुन्थ्यो। प्रभुको म्याथ कस्तो अचम्मको है। अरूहरूको घरमा सधैँ मासु पाक्दैन थियो कि लेवीको घरमा चाहिँ सधैँ मासु पाक्थ्यो। किन?
प्रभुको नाममा ल्याएको त्यो मासु चाहिँ त्यो सानो टुक्रा बालिसकेपछि उब्रेको टुक्रा चाहिँ लेवीले खानु पाउँथ्यो। भन्नु खोजेको चाहिँ नि बाइबलले हामीलाई त्यसले गर्दाखेरि त न्यू कभर्नेन्टमा नि रोयल प्रिस्टहुड भनेको छ, राजकीय पुजारी भनेको छ। हामी सबैजना नि त्यो कभर्नेन्टभित्र आउँछ। त्यसलाई चाहिँ नि कभर्नेन्ट अफ सल्ट भन्छ, नुनको करार भन्छ। कभर्नेन्ट अफ सल्ट चाहिँ नि इट इज एन एभरलास्टिङ कभर्नेन्ट। यो बारेमा म तपाईँलाई आउने भावी दिनहरूमा सिकाउँछु। इट इज एन एभरलास्टिङ कभर्नेन्ट, अनन्तको करार हो। तर हामीले नबुझ्दाखेरि चाहिँ के भइरहेको छ भन्नुहोस् त, आज हामी जुझिरहेको छौँ। अब तपाईँको लागि यो कुरा पत्याउनु कहिले पत्याउनु हुन्छ है? इज इट ट्रु? साँच्ची नै हो, साँच्ची नै भन्नुभएको हो तपाईँले भनेर भन्नुहुन्छ। म तपाईँलाई भन्छु साँच्चै 100%, किनभने मेरो जीवनमा यसले काम गर्यो। यदि मेरो जीवनमा काम गर्छ भने त तपाईँको जीवनमा पनि काम गर्छ नि, काम गर्छ। तपाईँले हामी यहाँ सेवकहरूलाई देखिराख्नु भएको छ, आदरणीय सिल्वानस दाजु, आदरणीय प्रवीण भाइ। हामी विश्वासमा जिउँदैछौँ। हामीलाई कसले दिन्छ होला भनेर हामी आशा गर्दैनौँ। हामीलाई मान्छेले दियोस् या नदियोस्, तर प्रभुले मसँग बाँध्नु भएको करार चाहिँ इट इज एन इटर्नल कभनेन्ट। अनि त्यो कभनेन्टले चाहिँ के भन्छ भने म तेरो छोराछोरीलाई तेरो आउने पुस्तालाई पनि आशिष दिन्छु भन्नुभएको छ। होइन भने चाहिँ के भन्नुहोस् त चर्च, हामी त्यही चक्रव्यूहमा पर्छौँ। त्यो चक्रव्यूहमा परेपछि चाहिँ नि त्यहाँदेखि फर्स्ट थिङ के भत्किन्छ भन्नुहोस् त, परमेश्वरसँगको सम्बन्ध तुडिन्छ। यो निधारको पसिना र काँडा र सिउडीको चक्रव्यूहमा पसेपछि चाहिँ नि कतिजना पस्नु भएको छैन होला, तर मान्छे नि संसारमा चाहिँ काहीँ न काहीँ कुनै पोइन्ट अफ टाइममा पर्छ। जस्तो कि तपाईँहरूकै आफ्नै इक्जाम्पल, हामी आफ्नै उदाहरणलाई हेरेर हामी स्कुल पढ्दाखेरि हामीलाई थियो फिक्री? हजुर थिएन। कहाँबाट ड्रेस आउँछ, कहाँबाट कपी कलम आउँछ हामीलाई थिएन। सोच्नु पनि सोच्दैन थियो। किन? हाम्रो घरमा सप्लायर थियो आमा बाउ, क्यान्टिन पनि फ्री थियो। क्यान्टिन पनि फ्री, सप्लाई पनि फ्री, स्टेसनरी फ्री, सबै बिजुलीको बिलदेखि लिएर केही पनि सोच्नु पर्दैन थियो। तर जुन दिन तपाईँले कलेज सक्नुभयो नि, त्यहाँदेखि चाहिँ घरको मान्छेले पनि भने अब छोरा छोरी तिमीहरूको पालो आयो है। त्यहाँदेखि चाहिँ हामीलाई चक्कर लाग्नु थाल्यो, त्यहाँदेखि चाहिँ हामीलाई साह्रो पर्नु थाल्यो। किन भन्नुहोस् त, त्यो अघि आदमलाई प्रभुले जुन चाहिँ भन्नुभएको थियो नि, निधारको पसिना र जमिनको सिउडी, त्यससँग हाम्रो सङ्घर्ष हुन थाल्यो, त्यससँग हामी जुझिन थाल्यौँ। तर बाइबलले के भन्दैछ भने नि, जोहरू चाहिँ यीशु ख्रिस्टमा छ र जो चाहिँ आत्मा अनुसार हिँड्छ, आत्मा अनुसार हिँड्नु भनेको चाहिँ नि परमेश्वरको ल अनुसार हिँड्नु। एउटा भर्सलाई म पढ्नु पर्यो, यसलाई क्लोजिङ गर्दै गर्दाखेरि मेरो टाइम सायद सक्यो होला। मलाई मैले सोधेको थिएँ 1 घन्टा हो भनेर भनेको थियो। सो एउटा ललाई मैले पढ्नु पर्यो यहाँ। तपाईँ सबैजनाले खोल्नुहोस् प्रस्थानको किताब 11 अध्याय। प्रस्थान होइन रहेछ, माफ गर्नुहोस्, व्यवस्था 11 अध्याय। दस अनि 11 पदलाई पढ्न चाहन्छु। ड्युटोरोनोमी च्याप्टर 11 verse 10 and 11। त्यहाँ के भनेर लेखेको छ भने नि, तिमीहरूले जुन देश अधिकार गर्न लागेका छौ त्यो देश तिमीहरू निस्केर आएको मिश्र देश जस्तो छैन। प्रभु यीशु ख्रिस्टलाई विश्वास गरेर ग्रहण गरेर नि हामी जुन अधिकारभित्र पसेका छौँ, बाइबलले भन्दैछ त्यो चाहिँ अघिको संसार जस्तो छैन। मिश्र देशले चाहिँ बाइबलमा संसारलाई देखाउँछ। मिश्र देश जस्तो छैन जहाँ बिउ छरेर तिमीहरूले सागबारीमा जाइ खुट्टाले पानी हाल्नु पर्थ्यो। बिउ पनि छर्नु पर्यो, आफैले खुट्टाले पानी पनि हाल्नु पर्ने त्यो देश थियो मिश्र देश चाहिँ। साह्रो सङ्घर्ष थियो। उनीहरूले खुट्टाले मिल चलाउनु पर्थ्यो, चक्की चलाउनु पर्थ्यो। तर यहाँ के भन्दैछ, तर तिमीहरू अधिकार गर्न यर्दन पारी गइरहेको देश चाहिँ डाँडा र बेसीहरूका देश हो, जहाँ आकाशको पानीले जमिन भिज्छ। अनि त्यसको मुनि अझै शक्तिशाली कुरा लेखेको छ 12 पदमा, त्यस देशको रेखदेख परमेश्वरले गर्नुहुन्छ। आमेन।
हेर्नुहोस्, आत्माको भरमा जिउँदाखेरि चाहिँ के हुन्छ भने नि हामी त्यो देशभित्र पस्छौँ जुन चाहिँ देशको रेखदेख चाहिँ परमेश्वरले गर्नुहुन्छ। तपाईँहरूलाई सोध्नु पर्यो, तपाईँको देश, तपाईँको जीवनको देखरेख प्रभुले गर्दै हुनुहुन्छ? हजुर, कि तपाईँले खुट्टाले हाल्नु हुँदैछ सागबारीमा पानी? हजुर, खुट्टा गलिसक्यो, छाला फिल्चिसक्यो, तर भए पनि साग नै उम्रिँदैन, काँडा र सिउडी मात्रै उम्रिन्छ है। एउटामा लगानी गरे त्यही भत्किन्छ, यस्तो अरे त्यही भत्किन्छ, यो गर्नु अरे त्यही भत्किन्छ, तपाईँले केही कुरा कोसिस गर्नुहुन्छ त्यही भत्किन्छ है। त्यसै पनि अलरेडी यहाँ आउँदाखेरि ऋण लागेर आएको, गाह्रो परेर आएको, थुप्रोजनाको ऋण बाँकी छ। ऋण घट्ला कि भनेको त झन् घट्दै गर्दैन। त्यो सङ्घर्षमा छ। खासमा चाहिँ नि चर्चको त्यो स्ट्रेन्थ चाहिँ चर्चले अब एन्ड डेजमा डिस्प्ले गर्छ। अब पृथ्वीमा ठुलो अनिकाल आउँदैछ नि, महिमा चाहिँ त्यहाँ देख्छ, ग्लोरी चाहिँ। भवनको महिमा 2 गुणा चाहिँ कसरी हुन्छ भन्दाखेरि चाहिँ नि, किनभने तपाईँ चाहिँ त्यो ठाउँबाट अपरेट गर्नुहुन्छ जुन चाहिँ देशको रेखदेख परमेश्वरले गर्नुहुन्छ। सो यहाँ के भनेको छ, त्यस देशको रेखदेख परमेश्वरले गर्नुहुन्छ। त्यस देशको रेखदेख परमेश्वरले गर्नुहुन्छ। जब परमेश्वरले नि तपाईँको देशको, तपाईँको ठाउँको रेखदेख गर्नुहुन्छ नि, सबै कुरा बदलिन्छ, सबै कुरा। त्यसको मतलब प्रभुले चाहिँ हामीलाई भक्कु यति के भन्नु, अब हामीलाई लोभी हुने गरी, ल्याभिस हुने गरी दिनुहुन्छ भनेको होइन। प्रभुको तरिका चाहिँ के छ भने नि, प्रभुले रेखदेख गर्न थालेपछि चाहिँ पहिला हाम्रो लोभलाई मारिदिनुहुन्छ। अघि चाहिँ मलाई यो पनि चाहियो, त्यो पनि चाहियो। हामी बेसी खर्च कहाँ गर्छौँ भन्नुहोस् त? अनवान्टेड कुरा, आँखाले देखेको जति सबै चाहिन्छ भने बाई द एन्ड अफ द डे हाम्रो खास कुरा गर्नुपर्ने पैसै हामीले अरू कुराहरूमा हालिरहेका हुन्छौँ। परमेश्वरले रेखदेख गर्न थालेपछि चाहिँ नि प्रभुले हाम्रो हार्टलाई नि हिल गर्नुहुन्छ। लोभदेखि, मेरो हृदय नि लोभदेखि जाति हुन्छ। अन्त मलाई लोभ लागेनपछि त के हुन्छ, मैले यति लाग्छु पुगिरहेको छ, प्रभु धन्यवाद भइगयो। होइन भने चाहिँ हाम्रो नेपालीमा छ नि भनाइ, आँखा लोभी मन पापी भन्छ नि। आँखा लोभी न लोभी छ, मन पनि फेरि पापी न पापी छ। प्रभुले रेखदेख गर्न थालेपछि नि त्यो ठाउँमा चङ्गाइ आउँछ, आँखामा चङ्गाइ आउँछ, मनमा पनि चङ्गाइ आउँछ। धन्यवाद प्रभु, मेरो लागि नि, तपाईँको लागि, हाम्रो लागि परमेश्वरको उपस्थिति ठुलो कुरा हुन्छ, साह्रै ठुलो कुरा हुन्छ। दाउदले के भनेको छ, दुष्टहरूको पालमा हजारौँ दिन बस्नुभन्दा त मलाई परमेश्वरको भवनको ढोके भएर बस्नु मनपर्छ। किनभने नि परमेश्वरले रेखदेख गर्नुहुन्छ, नम्बर 1 है। अनि भन्नुहुँदैछ सालको सुरुदेखि सालको अन्तसम्म। सालको कहिलेदेखि अरे? सुरुदेखि कहिलेसम्म? बिचसम्म। हजुर, 3 महिनाभित्रमा। हजुर, हाम्रो त त्यस्तो हुन्छ नि त है। सालको सुरु, यस सालको न्यु इयर भन्दै गरेको हुन्छ। त्यहाँदेखि 3 महिना भएपछि त गाडीले के हुन्छ है, गाडी खोक्नु थाल्छ, त्यहाँदेखि झट्का दिनु थाल्छ, जोडका झट्का धीरे से लगे हुन थाल्छ। तर यो रेखदेख चाहिँ कस्तो रहेछ भने नि, सालको सुरुदेखि सालको अन्तसम्म 100% फुल प्रुफ। कहिले कहिले रेखदेख गर्नुहुन्छ? सधैँभरि नै। मजा लागेन तपाईँलाई? हजुर, परीको कथा जस्तो लागेन? तर यो परीको कथा होइन, यो सत्यता हो। दिस इज ट्रुथ, दिस इज ट्रुथ। यो सत्यता हो, यो परीको कथा भनेको होइन, यो चाहिँ सत्यता हो। सालको सुरुदेखि सालको अन्तसम्म परमप्रभु तिमीहरूको परमेश्वरको नजर त्यसमाथि रहन्छ। त्यो दण्डको आज्ञा जब हाम्रो जीवनबाट हट्छ नि, त्यहाँदेखि चाहिँ परमेश्वरले त्यो मान्छेको रेखदेख गर्न थाल्नुहुन्छ। हेर्नुहोस् है मेरो प्रियहरू, यो चाहिँ परमेश्वरको प्रतिज्ञा हो। र मेरो प्रार्थना आज के छ भने नि, तपाईँले यो रहस्यलाई बुझोस्, सो द्याट यु अन्डरस्ट्यान्ड दिस मिस्ट्री। यो रहस्यलाई बुझ्यो भने नि तपाईँले एउटा ठुलो ब्रेक थ्रुलाई देख्नुहुन्छ आफ्नो लाइफमा। मेरो जीवनमा कसरी हुन्छ त यो चाहिँ मेरो जीवनमा कसरी हुन्छ त भन्दाखेरि चाहिँ नि, त्यसको वर्स 13 लेखेको छ, 13 पदमा। त्यो हुनको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ, यसकारण मैले तिमीहरूलाई आज दिएको आज्ञाहरू विश्वासयोग्यतापूर्वक मानेर परमप्रभु तिमीहरूको परमेश्वरलाई प्रेम गर्यो भने
र आफ्नो सारा हृदय र प्राणले उहाँको सेवा गर्यो भने म ऋतु अनुसार शरद र वसन्तका वर्षाहरू दिनेछु, ताकि तिमीहरूको अन्न नयाँ दाखमद र तेल बटुल्न सक। म तिमीहरूको गाई बस्तुको लागि पनि खर्कमा घाँस दिनेछु र तिमीहरू खाएर सन्तुष्ट हुनेछौ। कसरी चाहिँ मेरो जीवनमा म आत्मा अनुसार हिँड्छु भन्दाखेरि चाहिँ यहाँ 13 र 14 यस्तो चाहिँ मेमोराइज गर्नुहोस्। यस्तो भर्सेसहरू चाहिँ नि कण्ठस्थ बनाउनुहोस्। किन? तपाईँले कण्ठस्थ गऱ्यो भने तपाईँले भन्नुहुन्छ, तपाईँले भन्नुभयो भने सुन्नुहुन्छ, सुन्नुभयो भने विश्वास आउँछ, अनि विश्वास चाहिँ क्रियाशील छ, इट इज एक्टिभ। सो बाइबलले भन्दैछ कसरी चाहिँ हुन्छ अरे भन्दाखेरि चाहिँ परमेश्वरले दिनुभएको आज्ञालाई चाहिँ विश्वास योग्यता साथ पालन गर्नुपर्छ। अघि हामीले अगाडिको यसमा सिक्यौँ नै भरोसा गर्नु, कसलाई भरोसा गर्ने, कसलाई भरोसा नगर्ने भन्ने कुराहरूलाई सिक्दै थियौँ। सो त्यही क्याटेगोरीमा आउँछ विश्वास योग्यता साथ। त्यो चाहिँ जबसम्म हुँदैन आई बिलिभ, म विश्वास गर्छु। तपाईँको जीवनमा समय आउँछ जब त्यो पुरा हुन्छ, त्यहाँदेखि परमेश्वरले के गर्नुहुन्छ अरे रेन्जहरू पठाउनुहुन्छ, झरीहरू। त्यो स्पिरिचुअल ऱ्याममा चाहिँ नि अनि फिजिकल ऱ्याममा पनि झरीले ठुलो काम गर्छ। गलत समयमा झरी आयो भने त्यसले फसललाई बिगार्छ, तर सही समयमा आएको झरीले चाहिँ फसललाई उमार्छ र पकाउँछ। कतिजनाको जीवनमा झरी त आउँछ, तर झरी आउँदै गर्दाखेरि रङ सिजन हुन्छ। तर प्रभुले चाहिँ एकदम सिजन पनि स्पेसिफाई गर्नुभयो, शरद ऋतु र वसन्त ऋतु, दुईटै ऋतुको झरी म तिमीहरूलाई दिन्छु भन्नुभएको छ। प्रभुले दुईटै दिनुहुन्छ। अनि त्यो झरीले चाहिँ नि हामीले हाम्रो फसलहरूलाई बटुल्न सक्छौँ, त्यति मात्रै भन्नु भएन, तिमीहरूसँग सम्बन्धित हरेक कुरालाई पनि म आशिष दिन्छु। सो अब रोमीको किताबले भन्छ कि ल चाहिँ स्पिरिचुअल हो। सो यो ल स्पिरिचुअल भएपछि चाहिँ जब हामीले यो स्पिरिचुअलिटीमा यसलाई फलो गर्न थाल्छौँ नि, हाम्रो लाइफको साइकल चेन्ज हुन्छ। तपाईँले सानो काम गर्नुहुन्छ होला, तर काँडा उम्रिँदैन त्यहाँ। तपाईँले निधारको पसिना मात्रै बगाएर खानु पर्दैन, किनभने तपाईँले छोएको हरेक काममाथि आशिष पर्न थाल्छ। त्यसको मतलब काम गर्नु पर्दैन भनेको होइन है, काम त पक्का गर्नुपर्छ, तर तपाईँले छुनु भएको हरेक कुरामाथि नि त्यहाँ आशिष पर्न थाल्छ। यो प्रतिज्ञा चाहिँ नि परमेश्वरले चर्चको लागि राख्नु भएको। सो म जसै बसेर प्रार्थना गर्दै थिएँ, प्रभु के वचन बोल्नु भनेकन प्रभुले मलाई यो वचन दिनुभयो। भन्नुको मतलब तपाईँहरूको लागि हो यो मेसेज। यदि आज तपाईँले यसलाई विश्वासको साथ समात्नुहुन्छ भने यो सन्देशले तपाईँको जीवनलाई सधैँको लागि बदलिन सक्छ। यदि यसलाई तपाईँले अभ्यास गर्नुहुन्छ भने नि यसको परिणाम देख्नुहुन्छ, अनि तपाईँले थाहा पाउनुहुन्छ वर्षको सुरुदेखि वर्षको अन्तसम्म परमेश्वरले त्यो देशको देखरेख गर्नुहुन्छ। आउनुहोस् यति बेला हामी सबैजना प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ, तपाईँको वचनको लागि धन्यवाद। तपाईँले जुन सत्यतालाई आज यस ठाउँमा खोल्नु भएको छ, यो सत्यतामा चाहिँ तपाईँको छोराछोरीहरू बढेको होस्। यो सत्यतामा चाहिँ प्रभु तपाईँको छोराछोरीहरू लम्केको होस्, तपाईँको प्रतिज्ञाहरूलाई समातिकन अगाडि बढ्न सकेको होस्। प्रभु, म प्रार्थना गर्छु विश्वास योग्यताको आशिष एक एकजनाको जीवनमा आएको होस्। प्रभु, तपाईँको वचनले भन्छ तिमीहरूमा त्यो मन होस् जो येशू ख्रीष्टमा थियो, अनि उहाँले चाहिँ पितासँग समान हुने अधिकारलाई केही जस्तो पनि नठानिकन आफैलाई रित्याउनु भयो, अनि तपाईँले मानिसको रूप लिनुभयो, अनि तपाईँ मानिस बनिनु भयो, अनि त्यसमा पनि तपाईँ कमारा बनिनु भयो, र क्रुसको मृत्युसम्म तपाईँ विश्वासयोग्य बनिनु भयो। म प्रार्थना गर्छु प्रभु, आजको यो वचनलाई सुन्दै गर्दाखेरि त्यही विश्वासयोग्यताको आशिष यो जीवनहरूमा खोलिएको होस्। जुन दण्डको आज्ञाभित्र तपाईँको छोराछोरीहरूले आज सङ्घर्ष गरिराख्न परेको छ, प्रभु म प्रार्थना गर्छु त्यहाँदेखि चाहिँ बाहिर निस्केको होस्। त्यो निस्किने चाहना, त्यो निस्किने इच्छा प्रभु हरेकको जीवनमा अब सुरु भएको होस्। तपाईँको वचनले भन्छ तपाईँले मान्छेलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुन्छ। फिलिपी 2:13 अनुसार प्रभु आज यो इच्छा एक एकजनाको जीवनमा अब सुरु भएको होस्, अनि त्यो कार्य गर्न थालेको होस्, र तपाईँलाई महिमा भएको होस्। धन्यवाद प्रभु, आज सिकेको वचनलाई यति बेला एक एकजनाको जीवनमा येशू ख्रीष्टको रगत लगाउँदै माग्दछु आशिष पुत्र प्रभु येशू ख्रीष्टको जिउँदो अनि पवित्र नामले,
आमेन। सबैजनालाई जय मसीह। प्रभुले तपाईँहरू सबैलाई आशिष गर्नुभएको होस्। र यो समय फेरि म आजको सञ्चालिकालाई दिन चाहन्छु।